हेलो साथीहरू, अनि आज चाहिँ हामी फाइल कसरी ट्रान्सफर गर्ने भन्ने कुरा सिकाउँछौ है त। ल यसको लागि हेर्नु होला हैन, राम्रोसँग सजिलै, कुनै एप कुनै डाटा केबल पनि चाहिदैन। हामी यो फाइललाई चाहिँ कपी गरेर हामी कम्प्युटरमा अथवा ल्यापटपमा हामी सार्ने छौं है त। त्यसको लागि हामी फाइल म्यानेजर खोल्ने छौं है। हामी फाइल म्यानेजर खोलौं अनि यो माथि 3 लाइन डट छ है, 3 लाइन डटमा हामी क्लिक गरौं। अनि 3 लाइन डटमा क्लिक गरेपछि यहाँ हेर्नु त एफटीपी लेखेको छ है। यो एफटीपी लेखेको ठाउँमा हामी क्लिक गरौं र यहाँनेर वाइफाई को स्ट्याटस लेखेको छ। हाम्रो सिग्नल चाहिँ वाइफाई, मोबाइलमा पनि त्यही वाइफाई हुनुपर्छ र उता जुनमा सार्ने डिभाइस हो त्यसमा पनि सेम वाइफाई हुनुपर्ने हुन्छ। र हामी कुनबाट सार्ने भन्ने हुन्छ, कुन डिभाइसको फाइल चाहिँ सार्ने भन्ने हुन्छ। अब एसडी कार्डको सार्ने कि इन्टरनल मेमोरीको सार्ने त्यो हेरेर हुन्छ। ल हामीले यसलाई ओके गरेर स्टार्ट गरिसकेका छौं। र स्टार्ट गरिसकेपछि हामी कम्प्युटरमा खोल्छौं अनि खोले अनुसार हेर्नु त त्यो माथि देखाएको त्यो नम्बर छ नि है, त्यो एफटीपी की यतापट्टि रेडमा ब्लिङ्क गरिरहेछ हो, त्यसलाई हामी सेम टु सेम उता टाइप गर्ने छौं है त। र टाइप गरिसकेपछि हामी तपाईहरुलाई फाइल कसरी ट्रान्सफर हुन्छ भन्ने कुरा चाहिँ स्पष्ट देखिन्छ। हामी यहाँ सरासरी अब फाइल सार्नको लागि हामी यो कोड थिचौं 92.168.3.26093 है, 26093 लेखेर हामी इन्टर गर्छौं है त। हामी इन्टर गरौँ। इन्टर गरेपछि हाम्रो के हुन्छ त, यो फाइल लोडिङ हुन थाल्छ। यहाँ हेर्नु त हाम्रो मोबाइलको सबै फाइल चाहिँ हाम्रो यहाँ देखाइरहेछ। अघिको मैले देखाएको यो फाइल यहाँ देखाएको छ। यो फोल्डर र फाइल भएपछि यो फाइललाई हामी कपी गरौँ। यो फाइल कपी गरिसकेपछि हामी अब यता कम्प्युटरको साइडमा हेलौँ हैन। यो चाहिँ मोबाइलको उयो भयो, फाइल हुन्छ। अब कम्प्युटरको यसमा लगेर चाहिँ हामी यहाँनेर पेस्ट गर्दियौँ। यहाँ पेस्ट गर्दियौँ। पेस्ट गरेपछि हेर्नु सजिलैसँग आइसकेको छ। न डाटा केबल चाहियो, न त कुनै एप चाहियो, न के चाहियो, आफ्नै मोबाइलकै सेटिङबाट चाहिँ आउँदो रहेछ है त।